Hello everyone, welcome back to my another vlog, another video. आज चाहिँ हामी म्युजिक भिडियोको चाहिँ एउटा सानो सुटिङ जस्तोमा गएको थियौं जहाँ चाहिँ दारीबार हाम्रो गुप्ते काजीसँग पनि भेट भयो। यो चाहिँ हाम्रो आफ्नै भेनाजुले चाहिँ एउटा म्युजिक भिडियो चाहिँ के भन्ने प्रोड्युस गर्नु भएको हो हैन। तीनचोटी होला माले बुवाले के हो त इसको हाल्नु भन्दैन न यार फोटो अनि यो चाहिँ हाम्रो फर्स्ट एक्सपिरियन्स पनि भयो म्युजिक भिडियोहरु कसरी बन्दो रहेछ फिल्म सुटिङहरु चाहिँ कसरी हुँदो रहेछ भनेर। तर लास्टै नै रमाइलो भयो। मैले यहाँ त्यो म्युजिकको त्यो चाहिँ राख्न मिलेन के कपिराइट लाग्छ भनेर, तर लास्ट नै रमाइलो भएको थियो। हाम्रो कुसुम बहिनी पनि आउनु भएको थियो टिकटकबाट। अनि त्यसपछि त्यो सुटिङ गर्दाखेरि चाहिँ यति धेरै इरिटेट लाग्दो रहेछ के, एक त घाम चर्किराखेको थियो, त्यस्तै पानी प्यास पनि लागिराखेको थियो। अनि त्यो फेरि एक टेकले नहुँदो रहेछ क्या, 50 चोटी टेक 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 लिँदा त यस्तो साह्रो इरिटेट भइरहेको थियो। अनि हामी चाहिँ कतिचोटि अब केटाहरूको टर्नमा चाहिँ केटाहरूमा मात्रै क्यामेरा जान्थ्यो अनि केटीहरूको टर्नमा केटीहरूमा मात्रै क्यामेरा आउँथ्यो। अनि केटाहरूको टर्न हुँदाखेरि चाहिँ हामी आफै उठेर गइदिन्थ्यौँ क्या, कतै टिकटक बनाउन कतै शीतलमा बस्नलाई भनेर गइदिन्थ्यौँ। अनि त्यहाँ डाइरेक्टरले चाहिँ ताली बजाउन मात्रै भने पनि बस्दिनु न, गाह्रो हुन्छ क्या, उहाँहरू हजुरहरूलाई हेरेर गाउनुहुन्छ, फेरि हजुरहरू भएन भने कन्सन्ट्रेसन हुँदैन भनेर। हाल्दो भन्देऊ हाल्दो भन आफैले बनाएको हेर यहाँ हाल्नु अब टु गर्देऊ टु हाँस्देऊ हजुरलाई चाहिँ सुन्नु, हजुरलाई आफ्नै बाबाको म्युजिक भिडियोमा पछाडि ब्याकग्राउन्डमा पछाडि ब्याकग्राउन्डमा ताली बजाउँदाखेरि कस्तो फिल भयो? दामी दामी प्राउड आम प्राउड अफ माई हैन माई फादर भन्नु न। एकदम सही जे भने त्यही हो। भाउजूलाई ससुराको म्युजिक भिडियोमा पछाडि अवसर ताली बजाउँदा कस्तो भयो? एकदम दामी। तँलाई कस्तो हो नि? म त दामी दामी। उसलाई त उ त पहिला जज हो फर्स्ट भेनाजुको गीतको कान्छोलाई पहिला भिडियो के अडियो 2 मिनेटकै 2 सेकेन्डको गीत कस्तो छ भनेर भनेर सजेसन मागेको कान्छोलाई पहिलोचोटि हो भेनाजुले। हेर्नु त कतिसम्म पावर छ। ओ भाइ एकचोटि गुड गरौँ न, गुड गरौँ न ल। यता यता गुड यस्तो गरेको कि यस्तो ह्यान्डसेक 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 अर्को चेलीले दिदी हो नि छोरो फुपू फुपू हुन्छ फुपू हो त नि फुपू पर्छ के पर्छ त हामी फुपू पर्छ हो फुपू त यो भाइ फुपू हामी फुपू त हो नि ल। अनि चाहिँ पानी पर्यो सुटिङ एक्सनलाई रोक्यो। भनेपछि के गरेर कहाँ गरेर त्यो दिदी तपाईँ लाग्छ के भएपछि पछि भएन नि होइन, त्यति भयो त्यो छोड्यो है। अनि त्यसपछि चेपाङ बढ्न भनेर उहाँ सिकन्देर दाइले भन्नुभयो कति खान उहाँ तराईमा लाँदाखेरि भएन। निरन्तर ध्यान केन्द्र त्यो अनि ध्यान केन्द्र गएपछि अनि ध्यान केन्द्रखेरि अब साग त्यहाँको गुरु हुनुहुँदो रहेछ, अब हामीलाई थाहा भएन। अनि दिदी भन्नुभयो अनि हजुर भन्यो त्यसै गर्दा अनि तपाईँले एकदम तपाईँ कुन भगवान् दिनुहुन्छ मान्ने गराएको छु मैले। अब त्यो मातालाई जसरी मलाई बचाउ भन्ने तपाईँले त्योदेखि त बर्बाद भने ताल भने अनि 7 दिन भइसक्यो, आज पनि हुँदैन भोलि पनि हुँदैन। झन् बढी भयो नि झन् बढी भयो चापेर ल झन् कति केही पनि होइन आफू त्यसले गर्दाखेरि त्यतिखेर तपाईँ नाचिनुहोस्, आनन्दले बस्नुहोस्। तपाईँको उमेर भने 80 वर्ष समय चुक्ला गर्नु 80 वर्ष भएपछि नि जेसी गर मेरो आयु कति छ त भाइ भन्न त नभने त्यो धेरै भन्नु हुँदैन भने न भन मलाई धेरै भने हैन त्यो हो त नि फेरि मलाई म कहाँ गर्ने आयो प्रभु यसमा चाहिँ सबै त नभन्दैन मलाई केही पनि थाहा छैन प्रभु यो सम्बन्धी छोराछोरी प्रेम दिँदै दिन्छ कसलाई
हाई गाइज हाम्रो चाहिँ मेरो मोबाइलमा चार्ज पनि सकिसक्यो अब अलिअलि सुटिङ सकेको छैन चार्ज सक्यो पानी पऱ्यो एकचोटि पानी पनि पऱ्यो पानी परेर पानी रोक्यो अनि अब फेरि सुटिङ हाम्रो कमल ओली पनि हुनुहुन्छ म्याम हेरिदिनु होला भन्न भनेर हाम्रो म्युजिक भिडियो पनि आउँछ अब छिट्टै यहाँ चाहिँ रेडी हुँदैछ अब रवि जस्तो मलाई अनि यति बेला चाहिँ पानी परेर पानी रोकेपछि हामीले फेरि सुटिङ चाहिँ रिटेक लिएको हो क्या यो चाहिँ हाम्रो चाहिँ भर्खरै के भयो प्याकअप भयो अब हामी जान्छौँ घर बिस्तारै टोइलेटमा त्यस्तो धेरै प्याक छ के अरे जाने नजाने अब यो भिडियो युट्युबमा जान्छ है आजको म्युजिक भिडियोको एक्सपिरियन्स कस्तो भयो हजुरको अब यो कस्तो भयो भनेर यो सम्पूर्ण दर्शकले भन्ने कुरा हो मैले मात्रै भन्न मिल्दैन मैले तपाईँ भन्न मिल्दैन त्यस कारणले कस्तो भयो यहाँहरूले मन पराइदिनु होला भने मैले ठुलो आशा राखेको छु मेहनत मजाले मेहनत गरिया छ हुनेसँग उचित शब्दहरू राखिएको छ यो शब्दलाई अब के कसो हामीले किनभने धेरै उच्च श्रृङ्खला राख्दाखेरि पनि अब यो होइन यो फ्यामिलीमा चाहिँ फ्यामिलीहरूमा हेर्नलाई अलि सजिलो हुन्छ त्यस कारणले सबैलाई म्याच गरोस् भनेर यस्तो शब्द राखिएको छ त्यस कारणले सम्पूर्ण दर्शकले मन पराइदिनुहुन्छ भन्ने आशा राखेको छु यो दर्शकवृन्दमै छोडिदिन्छु यो कुरा हजुरलाई हजुरले त धेरै म्युजिक भिडियो नि खेलिसक्नु भएको छ अनि त्यसपछि अब टेलिश्रृङ्खला पनि खेलाइराख्नु भएको छ भनेपछि यो एक्सपिरियन्स चाहिँ कतिको जाला कतिको मन पराउला अनि दर्शकले कस्तो कस्तो मन पराउँछन् भन्ने कुरा त थाहा छ नि त हजुरलाई एकदमै अब कलाकार मेरा आदरणीय मेरा सहयात्री दारीबा हुनुहुन्छ अनि आदरणीय एकदमै हजुरहरूको प्रिय गायिका कोमल ओलीले गाउनु भएको छ दिवाकर आचार्यले गाउनु भएको छ मिठो शब्दहरू छ एकदमै स्तरीय शब्दहरू छन् लोकगीत भए पनि हजुरको अनिखेरि डान्स डाइरेक्टरले पनि 3 घन्टामा सकिन्थ्यो यो गीत अन्त हामीले दोहोरी यो गीतमा यति अभिनय गर्दाखेरि 3 घन्टा सकिन्थ्यो बिहानदेखि अहिले 5:30 बजेसम्म खिचेको छ त्यति मेहनत गरेको छ हजुरहरूको लागि हजुरहरूको आशीर्वादको भोग लागेर यति मेहनत गरेको छ है हजुर अब मैले के भनौँ यहाँ भन्दा जय होस् ल हस् धन्यवाद अब यहाँ दिदी खै दारीबा कता जानुभयो ल दिदी श्रीमानले म्युजिक भिडियो खेल्दाखेरि हजुर कस्तो अनुभव भयो गएर कोमल ओलीलाई जिस्काउँदाखेरि कस्तो रिस उठेन हजुरलाई चाहिँ कस्तो भयो आजको एक्सपिरियन्स म्युजिक भिडियो रमाइलो भयो हजुर यस्तो रमाइलो गीतमा हजुर अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा खेल्नुभयो होला 20-25 वटामा खेल्नुभयो ठिक छ भनेपछि आजको एक्सपिरियन्स चाहिँ कस्तो भयो हजुरलाई रमाइलो भयो हजुर रमाइलो एकदमै दर्शकले मन पराउला नि त एकदमै हजुर यो त एकदमै दर्शकहरूको मनबाटै निस्केको जस्तो शब्दहरू होइन एकदमै त्यो अघिल्लो भन्ने चिरपट भन्ने यस्तो कैरी खेत भन्ने यस्तो शब्दहरू एकदमै लोकलयमा आधारित गीत छ अब गाउने पनि हाम्रो बहुप्रतिभाशाली कोमल ओलीज्यू हुनुहुन्छ अब गुरुबा हुनुभयो होइन अब प्रोफेसनल नृत्य निर्देशक हुनुहुन्छ छायाकार सबै एकदमै राम्रो हुन्छ योले चाहिँ एउटा छुट्टै रेकर्ड कायम राख्छ भन्ने आशा राख्दछु हजुरलाई चाहिँ कस्तो लाग्छ मलाई त झन् म त मेरो पहिलो म्युजिक भिडियोमा सुटिङमै फर्स्ट टाइम आएको त्यो भएर रमाइलो भयो एकदम रमाइलो होइन हजुर एकदमै रमाइलो भयो फेरि लोकेसन पनि यति ठाउँमा होइन एकदम टिपिकल गाउँको यस्तो अब सबैजना पारिवारिक वातावरणमा होइन हजुर सबै इष्टमित्रको कुटुम्ब यसरी पारिवारिक वातावरणमा काम भएको छ यस्तो कम हुन्छ पारिवारिक विभिन्न जिरी खोर्सानी पनि धेरै मान्छेले यस्तो अनुभव हुनुहुन्छ उहाँ त्रिकाल सबै कुरा जान्छ उहाँहरूले सबै कुरा यस्तो आदरणीय होइन हजुर ल जय होस् हजुर हजुरले हामीलाई हजुरलाई मैले भनेका कुराहरू त के भयो मेल खाना गयो धेरै मेल खायो नि हो सब तपाईँ विश्वास हुनुहुन्छ नि मबाट
मलाई पनि एकदमै खुसी लागेको छ उहाँहरू जस्तो अग्रज कलाकारहरूसँग फेरि पनि एउटा अभिनय गर्ने मौका मिलेको छ यसको लागि हाम्रो दिवाकर आचार्य मामालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ जोड्ने चाहिँ मलाई हाम्रो गोक्ती गाजी रामचन्द्र गुरुङ उहाँ यो यसमा गीत गाउने दिवाकर आचार्यज्यू उहाँ चाहिँ सहकर्मी हुनुहुन्छ अफिसमा उहाँले गर्दाखेरि म यहाँ जोडिन पाएँ हजुरहरूसित भेट्नु पाएँ सबैलाई बधाई छ। यो गीतको चाहिँ एकदमै सफलताको शुभकामना होइन मिलियन बिलियन ट्रिलियन भ्युज जाओस्। हाम्रो मामालाई पनि अहिले 10 जनाले चिनेका छन् भने हजुरले धेरै दुःख र सङ्कट गरिदिनु भयो। मेरो भिनाजु हुनुहुन्छ दिवाकर भिनाजु हुनुहुन्छ यो ठुलो कुरो हो। मैले केही सङ्कट कि नै एकदम रमाइलो गीत छ। ल अहिले हाम्रो मामालाई जति 10 जनाले चिनेका छन् भने अब यो भिडियोबाट 30 जनाले चिनुन् यही शुभकामना दिन चाहन्छु। मेरो के बोल्नुहुन्छ 10 जनाले चिनेका छन् करोड भन्नुहोस् न के त्यो सानोमा मूल्याङ्कन गरे नि त। अहिले सानोमा मूल्याङ्कन गरे 10 भनेको 10 लाख हो क्या हजुर। 10 भनेको 10 लाख हो 30 भनेको 30 लाख नै भरे परिपछि किन लाग्नु करोड बनाउन अरबमा चाहिँ अरबले चिनुन् हाम्रो मामालाई 3 करोड नेपाली जाति सबैले चिन्छ। के भन्दा तपाईँ दसैँमा कम दिनुहुन्छ थोरै दिनु हो भने धेरै भन्छु म। अब म यहाँ हजुरलाई थपिदिउँ भने पनि 5 रुपियाँ छैन हजुरबाट त मिल्दैन म उहाँबाटै लिन्छु नि। धन्यवाद हजुर। नमस्ते। नमस्कार हजुर। आज हाम्रो गीतको चाहिँ उहाँ डाइरेक्टर हुनुहुन्छ। हजुरलाई आजको म्युजिक भिडियोको एक्सपिरियन्स कस्तो लाग्यो? कतिको सहज भयो? सबैले साथ दिनु भएको छ, रमाइलो भयो, खुसी लाग्यो। अब अलिकति दुःखमन चाहिँ बिचमा पानी परेर 1-2 घन्टा जस्तो हाम्रो सुटिङ रोकियो। त्यसमा चाहिँ अलिकति दुःख लागिरहेको थियो किनकि आज अब सबैले यसरी साथ दिनु भएको छ। भोलि फेरि सबै आफ्नै काममा जानुपर्ने हुन्छ, सबै बिजी हुनुहुन्छ होइन आफ्नो काममा। आज सबैजना चाहिँ हामीलाई साथ दिनको लागि आउनु भएको थियो अनि सुटिङ नसिद्धिएला कि भन्ने चाहिँ अलिकति टेन्सन लागिरहेको थियो तर यो समयमै सिद्धियो, रमाइलो भयो। थ्याङ्क यू। कुसुमलाई कस्तो लाग्यो हाम्रो टिकटक स्टार? मलाई एकदम खुसी लाग्यो। कुसुमको पहिलो फर्स्ट म्युजिक भिडियो होइन? कस्तो भयो त एक्सपिरियन्स? राम्रै भन्नाले रमाइलो कतिको लाग्यो? रमाइलो। टिकटकमा जाला यो गीत के लाग्छ? जान्छ होला लान्छु भन न। म लान्छु ल हस् थ्याङ्क यू। र गाइज हाम्रो चाहिँ सक्यो, प्याकअप भयो। अब हामी खानासाना खाएर खाजासाजा खाएर चाहिँ गयौँ अब घर। रात पनि पर्न लाग्यो। आजलाई चाहिँ यति नै भ्लग। हाम्रो भ्लग अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू, धेरै 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 थ्याङ्क यू सो मच। अनि त्यसपछि म्युजिक भिडियो चाहिँ हाम्रो आफ्नै भेनाजुको हो। त्यसमा अलिअलि मलाई पनि देख्न सक्नुहुन्छ बिचबिचमा नाचिरहेको, अनि ताली बजाइरहेको, त्यही पनि इरिटेट मारेर। अनि त्यसपछि आएर यो कसै ह्यान्डसम देख्यो आज। अनि त्यसपछि अनि म्युजिक भिडियोलाई सकेसम्म माया गरिदिनु होला। त्यो अब म्युजिक चाहिँ ऊ राख्न मिल्दैन, त्यही भएर त्यसमा चाहिँ मैले साउन्ड हटाउँछु। म्युजिक पछि सस्पेन्स हुन्छ र म पछि युट्युबमा पनि हाल्छु, टिकटकमा पनि हाल्छु। रहरै लाग्छ। ल अब चाहिँ हामी लाग्यौँ। हाम्रो च्यानल सब्सक्राइब गर्दै गर्नुहोस्, माया गर्दै गर्नुहोस्, सपोर्ट गर्दै गर्नुहोस्। धेरै धेरै धन्यवाद। बाई बाई, सी यू गाइस।